नमस्कार, म राजेन्द्र खतिवडा। आज 2022 साल जेठ 29 गते बिहिबार, त्यस्तै जुन 12 तारिक 2025। आज चाहिँ हामी यहाँबाट 495 माइल टाढा 8 घण्टाको ड्राइभिङ यात्रा तय गरेर चाहिँ क्यान्सस प्रान्तको राजधानी टोपेकामा त्यहाँ चाहिँ आफन्तजन मामा गरिरहेको छ। त्यहाँ भेटघाटको लागि एउटा पारिवारिक भ्रमणको लागि चाहिँ निस्कदैछौँ। ल हामी चाहिँ घरबाट निस्क्यौँ। ठ्याक्कै 495 माइल देखाइरहेछ। 7 घण्टा 6 मिनट चाहिँ लाग्ने रहेछ क्यान्ससको टोपेका पुग्नलाई हामीलाई। अहिले ठ्याक्कै 10:29 भइसकेको छ टाइम। ड्राइभ चाहिँ ज्वाइँ चिरन नेपालले चाहिँ गरिराख्नु भएको छ। योभन्दा अगाडि 12-14 महिना अगाडि चाहिँ अब उहाँहरू चाहिँ क्यान्सस दिदीको घर गइसक्नु भएको छ भनेदेखि आज 12 जुन 2025 मा पनि चाहिँ हामी जाँदैछौँ। कति माइल छ के भन्दा चाहिँ भन्दै हुन्थ्यो, कति टाढा बाटो कस्तो छ भन्ने कुरा। 95 माइल फोर्ट टेक्सासको फोर्ट टु क्यान्सस टोपिका। हजुर 495 माइल 495 माइल चाहिँ अब फोर्थबाट चाहिँ क्यान्ससको टोपेका को चाहिँ अब माइलेज छ भनेदेखि कतिको बोरिङ फिल हुन्छ, कतिको लामो यात्रा। ड्राइभिङ त मलाई मजा लाग्छ, एकदम मलाई लङ ड्राइभ मजा लाग्छ। योभन्दा अगाडि पनि गइसक्नु भएको छ होइन। हामी जम्मा 3-4 ठाउँ चाहिँ रेस्ट गर्दाखेरि अब 495 माइल चाहिँ पुरा हुन्छ भने चाहिँ ड्राइभिङ गर्दाखेरि हजुरलाई चाहिँ आनन्द लाग्छ, मजा लाग्छ होइन। आनन्द लाग्छ ड्राइभिङ, लङ ड्राइभ। नत्रदेखि लङ ड्राइभ बोरै हुन्छ भन्ने खालको कुराहरू सुन्छु म अरूको मुखबाट। लङ ड्राइभ मलाई मजा लाग्छ। म ट्रक 12 वेल सबै चलाएको अमेरिकामा। हजुर अनि यो गाडी त के हो भने अलवेज ड्राइभ, अल वेल ड्राइभ इजी हुन्छ भने चाहिँ यात्रामा त्यस्तो बोर फिल केही भएको छैन, केही छैन। इन्जोयफुल नै भइरहेको छ। इन्जोय, आनन्द। रेड बुल खायो, मोन्स्टर खायो, गाडी कुदायो। हामी चाहिँ 3 महिना अगाडि जाडो सिजन थियो त्यतिखेर चाहिँ यो टर्नल फल घुम्न आउँदाखेरि सुक्खा पुरा चाहिँ अब रुखपात केही पनि देखिँदैन थियो। अहिले पुरा हरियाली यो समर सिजनले गर्दाखेरि होला। हामी चाहिँ क्यान्सस लागिरहेका छौँ। अहिले चाहिँ यो ओक्लामाको टर्नल फल एरियातिर चाहिँ आइपुगिरहेछौँ। उकाली ओह्राली चाहिँ पुरा ढुङ्गालाई चाहिँ कटिङ गरेर चाहिँ बनाइएको बाटो छ। हामीले चाहिँ ठ्याक्क घरबाट हिँडेको चाहिँ 200 माइल भएछ। ओक्लामाको अर्मेलो भन्ने ठाउँमा चाहिँ आइपुग्यो। अब 4 घण्टा 6 मिनट चाहिँ 4 घण्टा 6 मिनटमा हामी चाहिँ आफ्नो डेस्टिनेसनमा पुग्नेछौँ। 5:42 एराइभल भनेर देखाएको छ। पानी ठ्याक्क पर्न थाल्यो। ओक्लामा सिटी भनेर यहाँ देखिरहेको छु बोर्ड पनि। ऋषभदेव हामी कहाँ आइपुग्यो अहिले? निहारिका कहाँ अरे? ओक्लामा सिटी हो यो। लु बाबु ऋषभदेव पनि चाहिँ बाबाको काखमा बसिरहेको देखिरहेको छु मैले है। साना लु क्यान्सस जाँदैछ। बाबाको चाहिँ दिदीको घर होइन, हजुरआमाको चाहिँ मामा घर, बाबाको दिदीको घर एउटै घर परेकोले गर्दाखेरि चाहिँ दिदी पनि छ सँगै। आर्यना दिदीभाइ जाँदैछन्। के खान्छ बाबुले? बाबुले बु खाइहाल्यो गाडीमा। अब बुबु खान्छ, फेरि बुबु खान्छ। के गर्नु नानीले? जुस किनेको? भाइले पनि दिने हो? ना कुकु हा कुकु हा कुकु देखे। बाबु कार सिटमा सुतिरहेको छ, खेलिरहेको छु भन्देऊ न। कुकु
देखेँ चाना कुकु हा दिदी यहाँ सुतिरहेकी छन् मामी यहाँ सुतिरहेकी छन् आमा छोरी पछाडि सुतेका छन् के गरेको थियो छोरीले ल नातिको लागि चाहिँ दुध तयारी गर्दै गरेर देखिरहेको छु तयारी भइरहेछ बुबु रेडी भयो मेरो राजाको अब बुबु खान्छ बाबुले बुबु खान्छ हजुर खान्छ मेरो राजाले ठुलो यो चाहिँ क्यान्ससको ग्यास स्टेसनमा आइपुगिरहेको छौँ हामी नजिकै ठुलो हाइवे नजिकै अब ग्यास स्टेसन क्यान्ससतिर जाँदैछौँ यी पुरा गाई चरिरहेका छन् ठुल्ठुला नागी डाँडाहरू हरियाली यहाँ चाहिँ पुरा गाई चरन जस्तो देखिँदो रहेछ हाई हामी आइपुग्न आँट्यौँ मामा घर अब 10 मिनटमा हामी मामा घर ठ्याक्कै 7 घण्टाको यात्रा कस्तो लागिरहेछ रमाइलो भइरहेछ फुच्चेले पनि त्यति दुःख दिएको छैन ज्ञानी भएर बसिरहेकी छिन् फुच्ची पनि हेल्देऊ त यहाँ लो यही म चाहिँ सुते गरेर आइपुगेँ अहिले भर्खर उठेको लल्लुलाई कस्तो लागिरहेछ लल्लुलाई कस्तो लागिरहेछ लल्लु म त सुतेको भएर खाँदै खाँदै आइपुगी रमाइलो गर्दै हामी टेक्सासबाट 10:29 को टाइममा हिँडेका थियौँ 495 माइल हामीले तय गरेर हिँडेका हामी 6:30 बजे आइपुग्यौँ बाबु पनि खुसी भइरहेको छ म त रमाइलो लागिरहेछ मामा घर आउन पाएको न्यारीका पनि बुढो मावली आउन पाके अनि ज्वाई पनि मक्ख दिदीको घर लो क्यान्ससको टोपेकामा रहेको मामा घर एरियाको कम्युनिटीमा आइपुगिरहेछु यही कम्युनिटी रहेछ 2711 घर आइपुग्यो हामी ठ्याक्कै ल माइजू चाहिँ यहाँ देखिसकेँ मैले भान्जी आउँदैछन् भनेर चाहिँ वेलकमको लागि चाहिँ बाहिर निस्किसक्नु भएको छ नमस्कार लु नाति राजा पनि ठ्याक्क बुढो मामा घर आइपुग्यो कुप्रो हजुरआमाको मामा घर भनेपछि त मम्मीको बुढो मामा घर नाति पनाति भयो त होइन पनाति एउटा नाताबाट अर्को नातिबाट भाइको छोरो भदा मामा घर आइयो क्यान्ससको चाहिँ टोपेका निकेश कामबाट आइपुग्यो होइन ल सहिता पनि अघि आइपुगेको थिएन आइपुगिन् भेट भयो ल मामा घरको भित्रपट्टि चाहिँ हामी छिरिसकिरहेछौँ ल मामा घर घुम्दैछु म पनि
बारीमा सब्जी अलिअलि हुँदैछ। ल यता पूजा कोठा चाहिँ रहेछ, यता किचन रहेछ मामा घरको। यो लन्ड्री रुम रहेछ। उता बाथरुम पनि टोयलेट पनि रहेछ त्यता। त्यता गराज निस्किनु हुन्छ हुन्छ। त्यो बारीकै साग हो यो, कस्तो राम्रो। ल यताबाट सिधै गइसकेपछि चाहिँ बेडरुमतिर जाने बाटो रहेछ। यो एउटा रुम रहेछ। यो यो छोराबारीको कोठा रहेछ। यो छोराबारीको कोठा हो। छोराबारीको कोठा रहेछ। यतापट्टि रेस्टरुम रहेछ, यो देखिरहेको छु। यो चाहिँ महामाईको कोठा हो। यो अनि अस्ति जाँदा ल्याएको नि साडी त अनि चाहियो नि त। यो क्लोजेट रहेछ टन्नै चाहिँ। अब क्लोजेट भरे चाहिँ अब मैले सामान टन्न कपडाहरू देखिरहेको छु। पसलले जति गरेर चाहिँ राख्नु भएको रहेछ। यतापट्टि मेरा छन्। ए मामाको अलग नै। यो चाहिँ अब गेस्टहरू आउँदाखेरिको चाहिँ अब रुम रहेछ। यो चाहिँ मामाको रहेछ क्लोजेट। यो देखाउनु भयो। मामाको पनि पर्याप्त रहेछ। यो बाउ छोराको रहेछ। ल यो एउटा चाहिँ बेडरुम रहेछ। यो चाहिँ अब गेस्टहरूको लागि रहेछ। यो चाहिँ रेस्टरुम रहेछ। यो पनि क्लोजेटै रहेछ। हामी चाहिँ पुरा अब अन्डरग्राउन्ड सिस्टमको घर रहेछ। त्यसले गर्दाखेरि मामा देखाउनु भनेर चाहिँ भर्याङबाट ओर्लिँदै हुनुहुन्छ। भर्याङबाट चाहिँ झर्दै गरेको अन्डरग्राउन्ड चाहिँ मामा घरको सबै घर हेर्दैछौँ। खतरा घर रहेछ मामाको। कति चिसो हुन्छ यहाँ त। त्यता बनाएको छैन, यता मात्रै स्टोरेज। यो त पुरा ठुलो हल पो रहेछ। हजुरलाई भरे सोमबारी के अलिकति पुरा बार रहेछ यहाँ। यता पनि देखिरहेको छु। यहाँ पुल रहेछ। ल न्यारिका पुल खेल्न चाहिँ रेडी हुँदै गरे देखिरहेको छु। त्यो छोरालाई देखा। छोरालाई माथि राखेर यो यस्तो गर्ने हैन। ल रमाइलो छ। म पनि चाहिँ अब आइपुगेँ मामा घर। अब टन्न मान्छे आउँदाखेरि आनन्दले बस्न मिल्ने। यो पनि अर्को क्लोजेट छ। नेपालबाट सबै यतै आइसक्नु है क्या? त्यसको लागि त धेरै राम्रो नि।
पत्र रहेछ घर त राम्रो पनि त छ नि कति हट्छ होइन हाम्रोमा त सबै ठुलो हल अनि ध्यान अहिले खुल्देको त्यो ध्यान गुम्सिन्छ भनेर ध्यान खोल्दिएको त पानी हालेर त सबै पानी तिरेर बन्द हुन्छ अनि त्यो यो भन्दा साँच्चै लागिदिनु हजुर यो चाहिँ अन्डरग्राउन्ड भित्रको चाहिँ रेस्ट रुम रहेछ यो जोडेकै छैन सब एक्सरसाइज गर्ने यो चाहिँ बच्चाको खेल्ने र चाहिँ बनाउन बाँकी बिहान यसो एक्सर्साइजहरू गर्ने भन्दा चाहिँ यहाँ बनाउन खोज्दै हुँदो रहेछ ठुलो हल रहेछ यो पनि यो चाहिँ एक्सर्साइज गर्ने नै मेसिन देखिरहेको छु यो ठुलो हल रहेछ यो बनाउन चाहिँ बाँकी रहेछ यसलाई बनाउन खोज्दै हुँदो रहेछ यो चाहिँ बारीकै साग हो कि हो माइजू यो कस्तो जेठको दिनमा यस्तो राम्रो चाहिँ साग आज जेठ 29 गते होला धनियाँ उस्तै भएको धनियाँ चाहिँ आनन्द हुँदो रहेछ एक वर्षलाई काटेर सबभन्दा राम्रो धनियाँ भएको मलाई ए फ्रोजन गर्दाखेरि हुने एक वर्षलाई धनियाँ राखेको अनि यो कसरी खानु जस्ता जस्तै हुन्छ थपक्क पाके तर अब झिकेर बाहिर राख्दा चाहिँ हुँदो रहेन रहेछ बाहिर राख्नु चाहिँ कालो हुँदो रहेछ यी काटेर मैले त एक वर्षलाई कस्तो आनन्द सट्ट सले गर्नु सुरु अनि यो भानाले गाडी फेरि अब यताबाट पनि जानु एउटा गाडी लिएर गइरहेछ यो चाहिँ गराज रहेछ एउटा गाडी चाहिँ यहीँ रहेछ एउटा गाडी चाहिँ अब निकेशले काममा लिएर गएर रहेछन् अनि के लिएर गएको छैन अहिले के लिएर बारी चाहिँ ल यहाँ चाहिँ अब कता यतैबाट जाने भगवानको मन्दिर बनाउनु भएको रहेछ ठ्याक्क उत्तर पूर्व कोणमा राम्रो गर्नु भएको रहेछ खुसी लाग्यो ल यो चाहिँ बारी देखाउँदै हुनुहुन्छ ठ्याक्कै पछाडिको यो ब्याकेटमा यस्तो राम्रो यो काउली यी सबै यो काउली रहेछ फुल कोपी भनेदेखि यो धनियाँ फुलिराखेको पनि देखिरहेको छु मैले ए पुरा यता त्यस्तै काउली फर्सीहरू यो गाजर रहेछ यहाँ चाहिँ यो गाजर यो फुलकोपीहरू फुलिरहेका छन् कस्तो मजाले यो चाहिँ भिन्डी बढ्दै रहेछ भिन्डीका बोटहरू छन् यी फर्सीहरू भनेदेखि यो चाहिँ साग रहेछ रायोको साग धेरै अगाडिदेखि भएको अहिले त खाइसक्न आँट्यो सबै चाहिँ टिपिसक्यो भनेर भन्दै हुनुहुन्थ्यो यत्रो डरलाग्दो देखिरहेको छु ठुल्ठुला पात अब बुढो भइसकेको छ फुल्न थालिसकेको छ बोटहरू यी टमाटरहरू यो घिउसिमी रहेछ मस्त जाँगर चलाएर चाहिँ गर्नुभएको रहेछ काँक्रा फुल्दै रहेछ भनेदेखि यता यो लौका रहेछ यो लौकाको बोट देखिरहेको छु भने यो फर्सीहरू रहेछ यिनीहरू फर्सीका मुन्टाहरू चाहिँ मस्त खाने बेला भइसकेछन् यो प्याज रहेछ ठुलो बारी आनन्द रहेछ यो चाहिँ साग रहेछ यो चाहिँ एउटा ब्लकमा यसो गरेर चाहिँ यो लट्टे लुँडेको साग देखिरहेको छु यो ब्लकमा भनेदेखि यहाँ त्यस्तै मुनि चाहिँ फर्सीहरू यो टमाटरहरू देखिरहेको छु उता पनि पालुङहरूको साग देखिरहेको छु भने यो बकेटमा चाहिँ पुरा लसुन देखिरहेको छु मैले 2 फिट माटो मल हालेर चाहिँ गरेछ यो काँक्रा देखिरहेको छु यो फेरि चाहिँ त्यो फुल्न थालिसक्यो यहाँ फेरि रायोको चाहिँ बिरुवाहरू ठ्याक्क ठिक्क भइसकेको छ रोप्ने तयारीमा यो चाहिँ
फेरि गाजरै देखिरहेको छु मैले दुई साइड। भनेदेखि यो चाहिँ बेथुको साग रहेछ, पुरै बेथुको साग। उतापट्टि फर्सीका कलकलाउँदा मुन्टाहरू, फर्सीका बोटहरू देखिरहेको छु। यता फुलहरू देखिरहेको छु। भनेदेखि आज हामी टेक्ससबाट चाहिँ बिहान 10:30 बजे हिँडेर मामा घर आइपुग्यौँ। यो क्यान्ससको टोपेकाको यो कम्युनिटीमा चाहिँ मामा घर रहेछ। यो चाहिँ घुम्दैछौँ।